नमस्कार, वेलकम टु द आरबिजेन ब्लग। यो मेरो दोस्रो ब्लग हो। आजको ब्लगमा म तपाईहरूलाई गल्फ सम्बन्धी विस्तृत जानकारी दिने साथै खेलेको देखाउने प्रयास गरेको छु। ब्लग हेरेर आनन्द लिनुहोला है त। प्रिपरेसन गर्दैछु। भोलि गल्फ खेल्न जाने प्लान छ। डे एकदम राम्रो छ भोलि पनि आजको जस्तै। त्यही भएर चाहिँ सन्नी डे नाइस डेमा चाहिँ गल्फ जानु चाहिँ एकदम राम्रो हुन्छ है। अनि त्यही भएर चाहिँ यहाँ मेरो सामान धोइराई गरेर सुकाएर गुड टु गो छ। यसलाई भन्छ ब्याटल प्रिपरेसन। लडाइँ जानुभन्दा पहिलाको तयारी जस्तै गल्फ खेल्न जानुभन्दा पहिलाको तयारी म क्विकली तपाईँहरूलाई चाहिँ ब्रिफली दिन्छु। यहाँ चाहिँ मेरो चाहिँ गल्फ अनि टीहरूको छ। यो के हो भन्नुहुन्छ भने चाहिँ यो चाहिँ टी हो है। तपाईँको ठाउँअनुसार समयअनुसार कुन क्लब हान्ने अनुसार भर पर्छ कुन टी राख्ने भनेर। यो चाहिँ सबभन्दा सानो टी होइन। अनि क्लबहरू सानो क्लबहरू युज गर्नुहुन्छ भने चाहिँ यो चाहिँ यसरी ट्याक्क भुइँमा गाड्ने अनि त्यसमाथि चाहिँ बल चाहिँ यसरी छ्याट्ट राखेर चाहिँ ठ्याङ्ग हान्न मिल्छ है। यो चाहिँ टीको काम यस्तो भयो होइन हजुर। अब त्यस्तै अलिकति के अरे ड्राइभर हान्नु छ भने चाहिँ डिपेन्ड अन तपाईँको कुन साइज कुनमा बानी परेको छ त्यसरी चाहिँ यसरी छ्याट्ट भुइँमा गाड्ने अनि बल चाहिँ यसरी च्याट्ट राखेर चाहिँ ठ्याङ्ग हान्न मिल्छ है। यो चाहिँ त्यसरी भयो यसको उहरू। अनि यो चाहिँ तपाईँको पिस मार्कहरूले चाहिँ रिपेयर गर्ने हो। ग्रिनमा गर्दाखेरि बलले ड्याङ्ग खसेर चाहिँ त्यहाँ खाल्डाहरू बनाएको हुन्छ के गरेको हुन्छ त्यसमा चाहिँ यसले चाहिँ यसो गरेर चाहिँ टुकटुक पारेर चाहिँ राम्रो फिडब्याक टु बनाउनु पर्छ है। अनि यो चाहिँ बल मार्कर हो। यो चाहिँ तपाईँले कुनै पनि ग्रिनमा चाहिँ मार्क गर्नुभन्दा पहिला चाहिँ यसरी बल छ तपाईँको भने चाहिँ यसको पछाडि यसरी ट्याक्क मार्क गर्ने अनि बललाई चाहिँ पिकअप गर्न सक्नुहुन्छ है। सो द्याट पछि तपाईँले बल राख्दाखेरि चाहिँ फेरि कहाँ थियो मेरो ठाउँ भन्ने थाहा पाउनको लागि हो। यो चाहिँ के अरे बल मार्कर भइहाल्यो। टोपीमा गोजीमा जहाँ पनि बोक्न सकिन्छ यसलाई चाहिँ। अनि मैले चाहिँ यिनीहरूको अलि स्पेयरहरू चाहिँ म यस्तोमा हालेर चाहिँ गल्फ ब्यागमा बोक्छु। यो चाहिँ ग्लभ्स भयो होइन। युजली चाहिँ लेफ्ट ह्यान्डमा मात्रै लगाइन्छ है। यो चाहिँ दुईवटा कुराले गल्फको चाहिँ ग्लभ लगाइन्छ। एउटा चाहिँ तपाईँको स्टेबिलिटीको लागि अनि खाली क्लब चाहिँ हान्यो भने चाहिँ तपाईँको हात चाहिँ दुखाइदिन सक्छ, ब्लिस्टर हुनसक्छ। त्यही भएर चाहिँ यो ग्लभ्स लगाउन सकिन्छ। अर्को चाहिँ चिपिनबाट बचाउनको लागि पनि हो। गर्दाखेरि चाहिँ ग्लभ्स चाहिँ सधैँ लगाएको देख्नुहुन्छ त्यही भएर गल्फरहरूले। ओके, यो चाहिँ क्लबहरू आयो है। यो चाहिँ सुरुमा चाहिँ के गरिन्छ भन्ने कुरा तपाईँहरूलाई थाहै छ। गल्फरहरूलाई चाहिँ नन गल्फरहरूले चाहिँ सुरुमा चाहिँ यो लामो ठुलो ड्राइभर चाहिँ ड्राइभर भन्छ। यो चाहिँ मैले भनेको जस्तै अघि यसमा राखेर चाहिँ तारा है हान्नेको लागि चाहिँ भयो। त्यसपछि त्यसको माइलो भाइ यो हुन्छ। यसलाई चाहिँ वुड 3 वुड भन्छ। त्यसपछि हाइब्रिड है, हाइब्रिड यसले हान्ने हो। त्यसपछि आइरनहरू बेसिकली तपाईँले चाहिँ डिस्टेन्स अनुसार र तपाईँको कम्फर्टेबलको अनुसारमा चाहिँ युज गर्न सक्नुहुन्छ एनी आइरन है। अब यहाँ चाहिँ यसरी छ। यो चाहिँ ग्रिनमा गइसकेपछि हान्ने पटर भइहाल्यो। पट गर्ने ग्रिनमा पुगिसकेपछि त्यसको छेउछाउमा यो चाहिँ स्यान्डविच 56 डिग्री मेरो छ। तर मान्छेहरूको 60 डिग्रीसम्मको पनि हुनसक्छ अथवा डिपेन्ड अन आफ्नो इन्डिभिजुअलको प्रिफरेन्समा भर पर्छ। यो चाहिँ मेरो ग्याप वेज हो 50 डिग्रीको। अनि यो चाहिँ पिच वेज पिचिङ अनि त्यसरी सो अन। अब चाहिँ ठुलो हुँदै जान्छ। 9 आइरन 8 आइरन 6 7 अनि यसरी 5 भएर चाहिँ हाम्रो चाहिँ अप टु 1 आइरन 2 आइरनसम्म हुन्छ ठुलाको। तर प्रायः जसो म्याक्सिमम 4-5 आइरनसम्म हुन्छ धेरै जसोको है गल्फरहरूको। यो के भन्नुहुन्छ भने चाहिँ यिनीहरूलाई चाहिँ कभर गर्ने त्यतिकै खाली बोकेर गऱ्यो भने चाहिँ गल्फ क्लबहरू बिग्रिन्छ। त्यही भएर चाहिँ यिनीहरू चाहिँ हानिसकेपछि चाहिँ ट्याक्क पारेर आफ्नो आइरनमा यसरी सट्ट गरेर चाहिँ यसलाई चाहिँ यसरी चाहिँ फेरि ब्याक टु हाल्ने होइन। अनि स्याट्टै पारो भने चाहिँ यो चाहिँ सेप भयो। ठोकेर खाल्टाखुल्टी हुने बिग्रिने चाहिँ सम्भावना कम हुन्छ है। यसरी चाहिँ हालिसकेपछि चाहिँ यो ब्यागमा जान्छ है। यहाँ चाहिँ मेरो चाहिँ वेजहरू छ एउटा क्लब जाने खालको। यो क्लब के अरे उमा चाहिँ अनि त्यसपछि चाहिँ त्यो क्लबहरू चाहिँ प्याकअप गरेर ब्याकिङ यहाँ राखिन्छ। यहाँ चाहिँ यो गल्फ क्लब
को चाहिँ ब्यागमा चाहिँ डिफ्रेन्ट किसिमको उहरू गोजीहरू हुन्छ है। युजली मेरो चाहिँ यहाँ चाहिँ बलहरू ग्लोभ्सहरू यताउता राख्छु होइन। यहाँ चाहिँ डाइटहरू युजली चक्लेटहरू बारहरू है। भोक लाग्छ है हजुर, बोक्नुपर्छ नास्ताहरू। अनि कहिलेकाहीँ पानी पर्छ के हुन्छ, मेरो चाहिँ विन्ड प्रुफ होइन। टप एन्ड बटम चाहिँ रेनकोटहरू चाहिँ यहाँ हुन्छ यसरी प्याकअप। यो मेरो चाहिँ ड्युल पर्पज हो, बोकेर पनि हिँड्न सकिन्छ अथवा यसलाई चाहिँ ट्रलीमा पनि हाल्न सकिन्छ। यो ट्रलीमा हालेर चाहिँ गुडाउन पनि सकिन्छ। यो चाहिँ अम्ब्रेला, पानी पर्छ कोर्समा जाँदाखेरि होइन। 4 घन्टा वरिपरिको ड्युरेसनमा चाहिँ पानी पर्छ, हावा रिचन्छ के गर्छ, त्यही भएर चाहिँ यो छाता चाहिँ चाहिन्छ है हजुर। यो चाहिँ हाम्रो गल्फ कोर्समा जानुभन्दा पहिला के किनेन इक्विपमेन्ट बोक्नु पऱ्यो त भन्ने कुराहरू हुन्छ। म यसलाई चाहिँ सबैलाई चाहिँ एसेम्बल गरेर चाहिँ प्याकअप गरेर चाहिँ म फेरि ब्याक टु झोलामा हाल्छु अनि कस्तो हुन्छ हेरौँ है त। हेर चाहिँ अहिले चाहिँ सबै गोजीमा पसिसक्यो है, क्लबहरू चाहिँ ठ्याक्क पारेर। अब यसरी चाहिँ यो क्लबको ब्यागमा गइसकेपछि यो चाहिँ ट्याक्क गुट्टीको भयो, आफ्नो आफ्नो ठाउँमा छ हजुर। अहिले चाहिँ मैले चाहिँ गल्फ ब्यागलाई चाहिँ ट्रलीमा चाहिँ अपलोड गरिसकेको छु है। यो चाहिँ यसरी चाहिँ यो स्ट्रापहरू चाहिँ निकालेर तपाईँले राख्न सक्नुहुन्छ यदि बोकेर नहिँड्ने भने चाहिँ। नत्र भने चाहिँ यो ट्रलीमा चाहिँ गुट्टुको भयो। यसको ब्रेक अनब्रेक गरिसकेपछि यो चाहिँ अब यसरी गुड्छ है, सरर गुड्दै हिँडाउने हो। मान्छेहरूको आफ्नो आफ्नै हुन्छ है, कसैको चाहिँ इलेक्ट्रिकवाला पनि हुन्छ, कसैको चाहिँ तपाईँको रिमोट कन्ट्रोलवाला हुन्छ, डिफ्रेन्ट किसिमको हुन्छ। त्यो आफ्नो आफ्नो सकटा अनुसारको चाहिँ अनि प्रोफेसनल कुन लेभलको छ त्यसमा पनि भर पर्छ। आफ्नो आफ्नो मान्छेहरू चाहिँ प्रिफरेन्स राखेको हुन्छ है हजुर। ल थ्याङ्क यू। गुड मर्निङ एभ्रिवान। आज चाहिँ लभली डे छ है, अनि त्यही भएर आज चाहिँ गल्फिङ जाने निर्णय गरियो। मेरो गल्फ किट रेडी छ, गल्फ ब्याग विथ अल द क्लब्स, ट्रली। लेट्स सी हाउ इट गोज आजको गल्फ। ल साथीहरू, आज चाहिँ गल्फिङ डे होइन। गल्फ सेफ रेडी भइसक्यो, गुड टु गो। आज चाहिँ हामी चाहिँ यहाँ स्टाइनली लज गल्फ क्लबमा चाहिँ गल्फ खेल्ने हाम्रो चाहिँ दिन छ है। राम्रो ठाउँ छ। लेट्स सी गल्फिङ चाहिँ कस्तो हुन्छ अब। लेट्स गो टु बे ग्रिन फी फर्स्ट। मान्छेले टी अप गर्दैछ। हाम्रो टी चाहिँ आज 1100 आवर्स 11 बजेको टी। वेयर इज माई प्लेइङ पार्टनर्स मिस्टर बम्बार्डर गुरुङ। आजको उसले चाहिँ यहाँ प्र्याक्टिस हाल्दैछ जस्तो लाग्दैछ। कि बिफोर गल्फमा जानुभन्दा पहिला चाहिँ अलिकति वार्मअप गर्नुपर्छ, विच इज मिस्टर बम्बार्डर इज डुइङ। हेलो माका, व्हाट्स गोइङ अन, अल गुड? ल यो चाहिँ ग्रिन प्र्याक्टिस है। हाम्रो मेन कोर्समा जानुभन्दा अगाडि यसो वार्मअप के अरे फिलिङहरू, पटिङको फिलहरू गरेर चाहिँ बल्ल गइन्छ। प्र्याक्टिस गर्ने अनि बङ्करहरू पनि यहाँ छ। त्यो चाहिँ होला ड्राइभिङ रेन्ज है। तपाईँहरूले बल किनेर यहाँदेखि किनेर चाहिँ टोकन किनेर चाहिँ ड्याङ हान्न सकिन्छ यहाँदेखि यसरी है। यो चाहिँ ड्राइभिङ रेन्ज। तपाईँको ड्राइभर आइरनहरूलाई चाहिँ राम्रो बनाउनु छ भने चाहिँ यहाँ आएर प्र्याक्टिस गर्न सकिन्छ। हेयर यु गो। सानो डोजर है, पक्का रोबोटिक। जहाँ जहाँ घाँस लामो भएछ यो आफै अटोमेटिक गरेर चाहिँ छ्याप पकाएको छ है। आफ्नो कामतिर जाँदैछ यो डोजर चाहिँ। के अरे यो मेन्टेन गर्नुपर्छ ग्रिनहरू होइन। यस्तो हुन्छ दायाँ बायाँ चत्त घाँस काट्ने अनि चत्त गरेर चाहिँ गल्फ ड्याङ्ग यसरी। गल्फ क्लब त्यहाँ छ, हामी पनि गुड टु गो। लु साथीहरू, आज चाहिँ गल्फ डे है। होल नम्बर 1 यहाँदेखि सुरु हुन्छ। गल्फमा चाहिँ 18वटा होल हुन्छ। यसरी 1 देखि 18 होल हुँदै जाने हो। यसै बल धुने के अरे स्थानहरू पनि छ। हाम्रो यो चाहिँ टी भन्छ है, गल्फको टी, वाइट टी। अलिकति कम्पिटिसन अनि तारा डिस्टर्ब खेल्ने भने वाइटबाट हाल्नु पऱ्यो, नत्र भने नर्मली चाहिँ खेल्दाखेरि चाहिँ यो येलो टी यहाँदेखि चाहिँ खेलिन्छ। टी अप गरेर चाहिँ सरर पारी हान्ने हो। त्यो मान्छेहरू क्लियर भयो भने चाहिँ अब हाम्रो पालो छ नेक्स्ट।
हाम्रो आजको गल्फिङ पार्टनर मिस्टर बम्बार्डर गुरुङ यु रेडी टु गो या वी आर गुड टु गो फ्रम हियर अब त्यहाँ छ तिनीहरू क्लियर भएपछि अब हानिन्छ है बल ठ्याङ्ग पारेर इज गेटिङ रेडी हाम्रो माकाको चाहिँ अब टी अफ हुन लागेछ है फर्स्ट टी अलिकति टाउको लाग्यो नट अ प्रब्लम ल हाम्रो रत्न दाइको पनि सुरु भयो है फर्स्ट होल मेरो चाहिँ फ्यास छ ऊ त्यहाँ रातो टी कतै धन्न गयो नाइस ड्र दा यार भेट्यो साथी यो फर्स्ट टी चाहिँ हानियो है अब चाहिँ हामी चाहिँ गइरहेछ बमको चाहिँ अलिकति टाउको लागेर चाहिँ यहाँ आयो तर ठिकै छ नट अ प्रब्लम पार 4 हो यो होल चाहिँ वाट अ नाइस लभली ग्राउन्ड छ आजको फेरोवेहरू चाहिँ मान्छेहरू एभ्रिवेयर छ है ल ट्याक्क पारेर अब बमको चाहिँ यो सेकेन्ड सट त्यहाँदेखि सुरु वाउ नाइस सट म्यान नाइस सट वेल डन लु यसरी बल हानिसकेपछि बलसम्म चाहिँ फेरि लखरक यसरी गुडाउँदै हिँड्नुपर्छ है मान्छेको आफ्नो आफ्नै किसिमको हुन्छ कसैले बोकेर पनि हिँड्छन् कसैले यसरी गुडाइन्छ हामी जस्तोले कसैको इलेक्ट्रिक हुन्छ कसैको चाहिँ फेरि स्याल पाका रिमोट कन्ट्रोलवाला पनि हुन्छ होइन अनि कसै बगीमा पनि हिँड्छन् गर्दाखेरि देयर आर लट्स अफ डिफ्रेन्ट वे अब म मेरो बल भएकोतिर पुग्दै जाँदैछु त्यसपछि म चाहिँ मेरो सेकेन्ड सट दिनेवाला छु है फर्स्ट होलको लु म चाहिँ मेरो बल भएको ठाउँमा आयो झन्डा चाहिँ पारी छ अलमोस्ट त्यहाँ हो मैले हान्नु पर्ने है ठिक छ अब सेकेन्ड सट लिनु पर्यो लु मेरो सेकेन्ड बल चाहिँ ग्रिनको छेउमा फ्रिन्जमा आएछ झन्डा त्यहाँ छ अलमोस्ट 13 to 15 यार्ड यसलाई चाहिँ त्यहाँदेखि म ठिकठाक पार्ने छ It's all right. It's all right. पार गर्नको लागि 1 डिग्री बाँकी छ है मेरो नेलीले यस्तो चाहिँ गर्नु भएन Oh man, come on. Nice. ल ट्रिपल बधाई छ स्टार्टिङ Unlucky. Yeah. Right. First par, boy. First par. It's good. ल फर्स्ट ग्रिन गरियो पार गरेँ मैले चाहिँ होइन अब सेकेन्ड होलमा गइँदैछ सेकेन्ड होल चाहिँ अब यहाँ छ होल नम्बर 2 अब यहाँदेखि फेरि टी अफ गर्ने एलओटी खेल्दैछौँ हामी आज है होल नम्बर 2 यो चाहिँ पार 5 एसआई 5 है डिस्टेन्स जनरली 486 यार्ड ठिक छ अब खेल्ने हो नाइस भ्यू यहाँ चाहिँ हाँसहरू चल्ला बच्चासँग चाहिँ मजाले चलिराखेको छ है साथी हो अहिलेको सेकेन्ड होलमा चाहिँ टी अफ हुँदैछ है
गल्फ कोर्समा जर्नी कन्टिन्यू छ, मान्छेहरूले राखेका छन्। मेरो चाहिँ अलिकति त्यहाँ चाहिँ झाडीतिर गएर चाहिँ बल हरायो, सो मैले पेनल्टी तिर्नुपर्ने अवस्था आयो। फर्स्ट होल चाहिँ पार गरे पनि यहाँ चाहिँ अलि बिग्रियो मेरो गल्फिङ चाहिँ, गुड भएन है। ठिकै छ, तर लेट्स कन्टिन्यू। अझै छ, अझै यो जम्मा सेकेन्ड होल हो क्या, फेरि टिपिटप गर्नु पऱ्यो। बमबारी त्यो त्यहाँ छ पारि, त्यहाँदेखि झन्डा चाहिँ यहाँ छ है, त्यो हल्लिराखेको झन्डा त्यहाँ। बल हानियो ग्रिनतिर, अहिले चाहिँ ग्रिन एप्रोच भइँदैछ सेकेन्ड होलको। त्यसले गर्दाखेरि यहाँ बङ्कर हुन्छ, यस्तोमा गयो भने पनि बङ्कर सर्ट भन्छ, निकाल्नु पर्ने हुन्छ। यो ग्रिनमा आएको बमको चाहिँ त्यहाँ आएछ बल, मेरो चाहिँ अनलक्की भएर चाहिँ फेरि छ्याप्पै बङ्करतिर गयो कि भन्ने बुझियो होइन। बङ्कर हो मेरो, ल मेरो चाहिँ त्यहाँ बङ्करमा गएर बसेछ। अब बङ्कर सट हानिन्छ है हजुर, यहाँबाट बङ्कर सट हानिन्छ टुवर्ड्स ग्रिनको झन्डामा। लेट्स सी हाउ इट गोज। अलिकति धेर भयो, ल ठिक छ। फेरि यो बालुवालाई चाहिँ यसरी समाउनु पर्ने हुन्छ है। हानिसकेपछि त्यहाँ खुट्टाको छापहरू छर्नु भएन। ल यहाँकोमा चाहिँ राम्रो भएन, गतिलो मेरो चाहिँ अलिक बिग्रियो। होल 3मा आइयो, यो चाहिँ पार 3 डिस्टेन्स 175 वाइटदेखि, यल्लो चाहिँ हाम्रो 165 पारि छ है, त्यहाँ जानुपर्ने। अब यहाँदेखि चाहिँ चखाइन्छ होल नम्बर 3। ल रोबोटले चाहिँ यहाँ चाहिँ घाँस काट्ने कार्यक्रम गर्दैछ है। अनम्यान हो रोबोटले चाहिँ, यसो लगाइदिएपछि यसले चाहिँ काम गर्छ, घाँस काट्ने काम। जता जता लामो हुँदै गरेको घाँस चाहिँ सेन्सर छ त्यसको टपमा, जिपिएस सहित। यो कोर्सभरि हिँड्दै यसले घाँस काट्छ, मान्छेहरूको जागिर खाइदियो हजुर, जागिर खाइदियो यसले चाहिँ। यो गल्फिङको पनि राम्रो चाहिँ ब्युटी चाहिँ यो छ है साथी हो, ट्याक्क सन्निधि छ अल ओभर, दामी हेर्नु त कोर्सभरि मान्छे। टिअप गरेपछि अब हाम्रो होल 3 को ग्रिनतिर लागिरहेछ हामी। ट्याक्क पारेर यस्तो रमाइलो पो हुन्छ त गल्फ कोर्समा हिँड्दा पनि, फेरो होइन। गोरा भवा 10 वटा पाइन्ट गुड छ, गुड गुड म्यान, गुड। वा ल छोटो भयो यार। That's good. In. Wow! Almost. Nice. बनायो फेरि बक्स 2 को लाइनमा आयो। झन्डा निकाल्दैछ तिम्रो जस्तै भएको। पार्ट 3 पनि सकियो हैन। अब हामी चाहिँ होल नम्बर 4 तिर हेडिङ हुँदैछ। टक्क पारेर यो
के हो भन्नुहुन्छ भने यो चाहिँ बिन है रबिसहरू तपाईँको जति पनि मैला धैलाहरू चाहिँ यहाँ ट्याक्क राख्नुपर्ने हो। होल 4 डिस्टेन्स वाइडदेखि 390 अराउन्ड 339 अनि यसलाई सेम छ एसआई 13 पार 4 4चोटिमा छिराउनु पर्ने है यो होलमा। लेट्स सी हाउ इट गोज। यो चाहिँ मेरो ड्राइभर है, यसले चाहिँ अलिक टाढाको डिस्टेन्समा टिएफ गर्ने ल्याम्पमा पारेपछि यो चाहिँ सररै जान्छ। मान्छे उनीहरू स्टिल वेटिङ, त्यहाँ मान्छेहरू त्यो क्लियर हुने बित्तिकै हामीलाई हानिन्छ है। यस्तो राम्रो छ गल्फ कोर्स। यो चाहिँ ग्रिन झन्डासँग त्यहाँ दुईजना मान्छेले चाहिँ हानेर चाहिँ एकजनाको चाहिँ ग्रिन अन गरिसकेछ, ती बल आउँदैछ। बल खोजे कार्यक्रम छ। यो झारमा आएको थियो हाम्रो बमको बल, ट्याक्क पारेर यहाँ खोजेको देखिँदैन त बल त। ए यहाँ छ ब्रो, टाइटलिस हो यस्तो लुकेर बसेछ यी हेऱ्यो। ओ नरबामा जाँदैछ है हाम्रो बमलाई। अलमोस्ट देयर या वेल आउट। ल मेरो यो चाहिँ सेकेन्ड सट बर्दी एटेम्प हुँदैछ, कस्तो हुन्छ हेरौँ है। म बर्दी एटेम्प गरेँ है। जोड लाग्यो। अब गरौँ होइन। नाइस पार गरियो है यसलाई चाहिँ। पार हानियो, पार डबल पार द गुड वान। ल पार हानियो है यो हलमा चाहिँ छ्याट्ट पारेर। फेरि हाम्रो गेम कन्टिन्यू छ। 4वटा होल खेलिसक्यो, त्यो सकेर आयो हामी। अब हामी चाहिँ होल 5 मा आइयो है। यहाँदेखि टी गरेर सर्लक्कै सरर योबाट बल हानेर चाहिँ हामीले चाहिँ त्यहाँ हान्नुपर्ने है। फेरि त्यही त्यस्तो छ हजुर, पारि मान्छे छ त्यहाँ डाइरेक्सनमा हान्नु पर्यो, रुखतिर हान्नु भएन है। फेरि फेरोमा छ्याप्प। ल रेडी वान युआर। ल होल नम्बर 5। ओहो होल 5 मा बमले तियाब गर्दैछ है। नाइस वान ब्रो, वाह एक्सलेन्ट एक्सलेन्ट। ल एकदम फेरोमा गएछ है बर्डरको बल चाहिँ। ल हामी चाहिँ अन्डर फिल्डमा हो गल्फिङ दिँदै। हामी दुईजनाको पेयर आज है। अनि यस्तो किलाकिल हुँदैछ कि कहिले राम्रो कहिले नराम्रो हुँदैछ। कन्सिस्टेन्सी गेम चाहिँ हाम्रो दुईजनाकै भएको छैन। तर पनि वी आर डुइङ गुड होइन ब्रो, वी आर ह्याभिङ गुड। अब यस्तो छ, पारहरू गर्दैछौँ है। यस्तो ब्युटिफुल के अरे दिन छ। पक्का घाम पनि लागेको छैन, जाडो पनि त्यस्तो छैन, पानी परेको छैन। गर्दाखेरि दिस इज अ गुड गल्फिङ डे है। बेला बेलामा छिरी छिरी
घाम पनि आइरहेको दिनुपर्छ यसरी छ्याप्प पारेर। वाट अ नाइस डे। हामी चाहिँ टी अप गरिसकेपछि मजाले दनक्क पारेर हिँड्नुपर्छ है। लाखाक लखक गऱ्यो भने चाहिँ टाइम क्याचअप गर्न साह्रो परेन। त्यही भएर चाहिँ हामीले पेसअप प्लेलाई चाहिँ मेन्टेन गर्नको लागि वी हेभ टु स्पिड अप टु द बल, त्यसपछि चाहिँ स्लो डाउन अनि टेक योर टाइम अनि क्यारी अन गर्नुपर्छ। वाट अ नाइस गल्फिङ डे। सी यु अगेन। ए साथीहरू लु बल देखियो टी अप गरेको। अब सेकेन्ड सट चाहिँ उपारि मान्छे भएकोतिर हो, त्यहाँ चाहिँ ड्याममा हानेर चाहिँ दिनुपर्छ। हेरौ कस्तो जान्छ। I'm happy with that. कुरो चाहिँ हामी हिँडिरहेको छ होल 5 मा। हाम्रो पटरको चाहिँ बल अलिकति राइट भएर राइटतिर जाँदैछ। मेरो चाहिँ यो बङ्करदेखि अलिकति लेफ्टमा गएछ। गर्दाखेरि गल्फमा चाहिँ आफ्नो आफ्नो बल जहाँ जहाँ छ त्यही जाने हो है। अनि अनलेस भेटेन हरायो भने चाहिँ हेल्प गर्नुपर्छ कोच दिनको लागि, नत्र भने आफ्नो आफ्नो बलतिर जाने। जति सक्दो ठुरै सटमा चाहिँ बल चाहिँ पटिङ गर्ने है। लु यस्तो छ मेरो बल चाहिँ त्यहाँ देख्दैछु म। बङ्करतिर छिरायो भने फेरि समस्या आउँछ, बङ्कर निकाल्नु पर्ने। बमले एउटा उसको बल भेटे जस्तो छ। मैले पनि मेरो बल देखिसकेँ। हियर इट इज होइन। मेरो बल यहाँ छ, झन्डा त्यहाँ छ अनि डिस्टेन्स चाहिँ तपाईँको फार इन 81, मिडल चाहिँ 72 अनि नियर इन चाहिँ 62 छ है। मलाई चाहिँ सजेस्ट गरेको छ स्यानवेजले चाहिँ पुग्छ भनेछ है यो घडीले चाहिँ। लेट्स सी। मेरो स्यानवेज चाहिँ यहाँ छ। अब यो क्लबले चाहिँ हान्नुपर्ने। हेरे भयो कि क्या हो? या ठिक छ ठिक छ। लु यहाँ चाहिँ मेरो चाहिँ थर्ड सट चाहिँ ग्रिनमा अन भयो। यो चाहिँ पार 5 हो, 5चोटिमा छिराउनु पर्ने। त्यसपछि यो 2चोटिमा मैले छिराउँछु होला त्यहाँदेखि अनि पार हुन्छ है मेरो चाहिँ। अब यसको लागि चाहिँ पटर निकाल्नै पर्यो। मेरो पटर चाहिँ यहाँ छ। यो पटरले चाहिँ हानिन्छ। लु बर्डी प्र्याक्टिस आयो है। ल ल ल एटेम बर्डी ट्याममा पार। मेरो एटम बडी गइहाल्यो। आयो 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 आयो। नाइस बल। भयो बाबा। अलमोस्ट टिकट। ल यसलाई पनि पार हानियो। गुड वान। मिस म्या। ल पार 5 पार होल 4 सकियो। अब होल 6 मा आइयो। यहाँदेखि टिअप गरेँ। यो चाहिँ पार 3 त्यहाँ हान्नुपर्ने छ है। लु घाँस काट्ने बेसी। लु हामी चाहिँ होल 9 मा आइसक्यो। पार 4 होइन। 403 यार्ड्स छ वाइड, तर हामी चाहिँ 374 यार्ड्स हान्ने हो। माथि गोरा पर्खेको छु। यहाँदेखि चाहिँ यो सबै होल चाहिँ कभर गर्न सकिनँ, तर लामो हुन्छ है। झन्डै 4 घन्टाको गेम। त्यसै ल है साथी हो, होल 9 को ग्रिनमा आइपुग्यो हामी चाहिँ। मेरो बल यहाँ छ, भाइको बल तल हेर्दै छ, झन्डा त्यहाँ छ। अनि यो चाहिँ क्लब हाउस अनि
त्यहाँबाट गएर चाहिँ हामी चाहिँ ब्याक 9 सुरु हुन्छ फेरि एनादर 9 होल। हामी चाहिँ होल 9 मा आइपुग्यो है। यहाँ पर्खिरहेछ। यो चाहिँ ट्रेक गरेर चाहिँ जान पनि सकिन्छ, सकेर आएर पनि यसो ड्रिङ्क्स गर्ने, बस्ने, खाने स्टेनिङ लज। यो चाहिँ क्लबको नाम। वाउ, आज अलि बिजी पनि छ है मान्छेहरू। सर होल 9 ब्याक 9 सुरु हुन्छ अब एकछिनमा। फिनिसिङ गर्ने होल चाहिँ यो है। 18 होलको चाहिँ ग्रिन चाहिँ लास्टमा। अनि कार पार्किङहरू चाहिँ यहाँ भइहाल्यो। ल है, हामी कन्टिन्यू जाँदैछौँ। यस्तो राम्रो भ्यू छ गल्फ कोर्समा होइन। अनि यसरी टक 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 पारेर जाने। हाम्रो त्यो टी त्यहाँ छ, त्यहाँदेखि आएको हाम्रो। ओहो, माथि तोरी बारी पनि रहेछ। यस्तो राम्रो छ कि ल है। ल जाँदैछ हाम्रो चाहिँ गल्फिङ। ल है, होल 13 मा आइसक्यो। स्टिल 5 मोर होल टु गो। होल 13 को ग्रिन आयो हजुर। मेरो बल यहाँ छ। पम्पले अन्त त्यहाँ पुऱ्यायो। यस्तो राम्रो छ गल्फ कोर्स है। आइछन् मान्छेहरू त्यहाँ पनि खेल्दैछन्। यो यतातिर आयो भने चाहिँ क्लब हाउस त्यहाँ छ। मान्छेहरू त्यहाँ टिएफ गर्दैछ। अनि फेरि हामी जान्छौँ त्यहाँ है। होल 14, 15, 16, 17 हो है। फेरि पर इलेक्ट्रिक पाइलनको राइडदेखि हामी चाहिँ फेरि ब्याक टु आउँदै पर्दैछ खेल्दै। द्याट्स ग्रेट। वाट अ गुड डे, वाट अ लभली डे। गल्फको क्रममा हामी चाहिँ होल 14 मा आइपुगिसक्यो है। क्लब हाउस त्यहाँ छ। हामी यहाँ गुड टु गो छ। सर्लक्कै हान्ने चाहिँ डाइरेक्सन चाहिँ पारि त्यहाँ छ है। त्यहाँ छ झन्डा चाहिँ देख्नुहुन्छ भने त्यहाँ अलिअलि फरफराइका देख्नुहुन्छ। त्यहाँ मान्छे छ अझै स्टिल राइडमा। सो वी आर वेटिङ। तिनीहरू माथि हिँड्ने बित्तिकै चाहिँ हाम्रो चाहिँ टी अफ गरिन्छ। ल नाइस छ है भ्यू चाहिँ हजुर। गल्फ कोर्स खेल्दाखेरि पनि दिमाग चाहिँ मजाले फ्रेस नै हुन्छ। अब दिनुपर्छ। हाइट गोराको साथै उडोस् न त्यहाँ। प्र्याक्टिस हानियो। अब मेन बल। ल राम्रैले ग्रिन आउनु भयो यार। बम्बारीको टिअप ओखो छ त। लु हामी होल 15 मा आइयो है। अब चाहिँ यहाँ चाहिँ बल धुने कार्यक्रम अनि त्यसपछि यहाँ चाहिँ क्लब धुने कार्यक्रम गर्नु पर्यो। बल चाहिँ यहाँ हालिदिने है। अनि त्यसपछि चाहिँ सरर पारेर यसरी घुमाइदिएपछि छ्याट्ट गरेर बल चाहिँ यसरी धोएर आउँछ है। फेरि अर्कोतिर सरर गऱ्यो, यसरी उतातिर निस्क्यो। फेरि उताबाट यस्तो गऱ्यो, छ्याप्प बल यहाँ भयो है। स्याप्प पारेर लु नाइस भन्छ है बल धुने पनि। ल है, हामी चाहिँ होल 17 मा गुराहरूले त्यहाँ ग्रिन हान्दैछ। हामी चाहिँ टी अफ गरेर चाहिँ सररै डाँडाको मा जाँदैछौँ। बल एकदम राम्रो गएछ। पर गुराहरूले हान्दैछ ग्रिनमा भनेपछि हामी जाँदैछौँ अन द वे। अब यस्तै छ है। यो गल्फ खेल्दाखेरि चाहिँ मिनिमम पनि 4 घन्टाको चाहिँ टाइम निकाल्नु पर्ने हुन्छ। डिपेन्ड अन के अरे गल्फ कोर्सको डिस्टेन्स र ऊ अनुसार चाहिँ इजिनेस कस्तो छ त्यसमा भर पर्छ। तर पनि मोटामोटी 4 घन्टाको टाइम चाहिँ निकाल्नै पर्ने हुन्छ है। गल्फ राउन्ड अफ गल्फ खेल्न आउनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ त्यस्तो छ हजुर। तर भ्यूहरू सिनहरू फ्यान्टास्टिक होइन। मान्छेहरू एकदम आफ्नो आफ्नो लाइनमा खेल्दै आउने। झार काट्नेले झार काटिराखेको छ मेसिनले।
रोबोट ग्रास कटर। हामी चाहिँ यस्तै छ है, पानी पनि खानुपर्छ, नास्ता पनि खानुपर्छ, नत्र भने 4 घन्टाको दौडानमा चाहिँ भोकले शेष भइन्छ। गर्दाखेरि खाजा नास्ता सबै बोक्नुपर्छ है। पानी पऱ्यो भने छातादेखि लिएर वाटरप्रुफ सबै हुनु पर्यो। नमस्कार। अब मेरो बल खोज्नु पर्ने छ, यहाँनिर आएछ, भेट्यो। ल यस्तो छ है साथी हो गल्फी। ल साथी हो, फाइनली होल 18 लास्ट होल हाम्रो आजको गल्फको। यो चाहिँ टी गर्ने, टी अफ गर्ने ठाउँ यहाँदेखि ट्याक्क पारी देख्नुहुन्छ भने त्यहाँ हो हाम्रो फिनिसिङ लाइन चाहिँ। ग्रिन चाहिँ त्यो रुखको अगाडि छ, त्यसपछि चाहिँ क्लब हाउस चाहिँ अन द राइट। अब हाम्रो चाहिँ फाइनल टी अफ हुन्छ है। झन्डैले 4 घन्टा लाग्यो। हामीले 11 बजे सुरु गरेको, अहिले 2:40 भएको रहेछ। सक्दाखेरि मोटामोटी झन्डैले 4 घन्टा नै हुन्छ। ल है साथी, हाम्रो बमबहादुर चाहिँ अब टी अफ गर्नको एकदम तयार हुनुहुन्छ। लुकिङ फर टु क्लियर अफ द फेयरवे है। त्यो कुराहरू अलिकति जाने बित्तिकै चाहिँ क्लियर हुन्छ। मागाको अब टी अफ हुनेवाला छ है। ल छ्याप्पै है। वाउ, नाइस शट, नाइस शट। ल मेरो सकियो। त्यो ट्रीको अलिकति ट्रीलाई छोया जस्तो छ मेरो चाहिँ आरबिजिएम दाईको ठ्याक्क टुम्रो क्लबमा। अब हाम्रो आरबिजिएम दाईको फाइनल 18 होलको सट तन्काएर बङ्कर सरर गानी ल। या नाइस, ठ्याक्क ल्यान्डिङ। ल फाइनल होल 18 टी अफ गरेर हामी चाहिँ अब लाग्यो है ग्रिनतिर। यस्तै छ यहाँको गल्फको कोर्स है, यस्तो दामी हुन्छ। गल्फ खेल्दाखेरि पनि त्यही भएर हामी गल्फिङ गर्छौँ। यो टाइम पनि म्यानेजमेन्ट हुन्छ होइन। यसो घरमा बस्नुभन्दा छुट्टी भएको दिन चाहिँ, विशेष गरेर विकेन्डमा चाहिँ, अनि आएर यसरी गल्फ खेल्यो भने चाहिँ रमाइलो फिल हुन्छ। घाम लागेको बेलामा चाहिँ समर चाहिँ बेस्ट फर गल्फिङ टाइम। अब आउँदाखेरि चाहिँ यहाँ चाहिँ यस्तो धेरै किसिमको अब्स्टाकलहरू हुन्छ। त्यो स्ट्रिमहरूदेखि लिएर के हुन्छ, यिनीहरू चाहिँ हामीले चाहिँ अभोइड गर्नुपर्छ है आफ्नो स्किल युज गरेर गल्फ खेल्दाखेरि चाहिँ। नत्र भने चाहिँ गल्फ चाहिँ गतिलो हुँदैन। लु दामी गरेको छ र खोलेसाक पनि रहेछ है त्यहाँ। राम्रो छ है, स्मल क्यानल ठुलो। ल लाग्यो है अलिअलि उकालो। गल्फ क्लब चाहिँ यहाँ यस्तो छ ज्यानको। यसरी पनि हिँड्नुपर्छ, कुदाउनुपर्छ, मजा आउँछ है हजुर। गल्फ खेल्दाखेरि पनि झन्डैले एबाउट 12देखि 15 किलोमिटरसम्म चाहिँ डिस्टेन्स चाहिँ कभर गरिन्छ है यो गल्फ खेलेर हिँड्दाखेरि चाहिँ। लु आइपुगिसक्यो त यहाँ यस्तो यस्तो हुन्छ। गल्फ क्लब हाउस चाहिँ त्यहीँ छ हाम्रो। त्यहाँ हाम्रो ग्रिन, लास्ट ग्रिन 18 होलको। ल ल हामी नजिकै आएछ है 18 को ग्रिनमा। चिपिन गर्न लागेको छ हाम्रो बमलाई। या नाइस वान, नाइस वान।
game, man. Nice game. Nice weather. But it's alright. ल फाइनली 18 होल फिनिस कस्तो भयो दिन माका दिन चाहिँ दामी भयो दामी गल्फिङ पनि दामी नै हो तर कहिलेकाहीँ एउटा दुइटा होलले चाहिँ अलिकति डिजास्टर भयो तर केही छैन डिजास्टर पनि नराम्रै डिजास्टर भयो नि हात त however we had a good time Yeah, that's the things हैन बेस्ट we had a very good time अनि आजको वेदरले पनि एकदम साथ दिएको थियो अनि हाम्रो गल्फिङ डे यहीँ आएर सकिएको छ झन्डैले 4 आवर्स है झन्डैले 4 आवर्स दामी भयो तर एकदम गुड टाइम पास एकदम रमाइलो लु See you next time. अब हामी चाहिँ के अरे चिरिप्पमा होइन होल 19 मा चिरिप्प छ्याप्प एकछिन छ्यात्त टिङ गरिन्छ त्यसपछि घरतिर ल लु हामी चाहिँ आफ्टर 18 होल क्लबमा आइयो है छ्याप्प पारेर चाहिँ यसरी चाहिँ मैले चाहिँ यो चाहिँ सफ्ट ड्रिङ्क है आज ड्राइभिङ गर्ने भएर छ्याप्प चेस